हेलो हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। बेथुको साग पकाउनु लागेको छ। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दैछु है। अब यो बेथुको साग कसरी पकाउनु लागेको छ भन्नुभयो होला साथीहरू। ल हेर्नुहोस्, ल यो झोल पनि के हालेको होला भन्नुभएको होला साथीहरूले है। ल हेर्नुहोस् त, ल हेर्नुहोस्। ल मैले अब यो बेथुको साग पखाल पुखाल गरेर साथीहरू होइन, तेल तेल हाल्नु पर्दैन, केही पनि नहालिकन कराईमा मजाले पकाउनुपर्छ। एउटा गोलभेरा हालिदिनुहोस्, एउटा खुर्सानी हालिदिनुहोस्, आफूलाई कतिको पिरो मनपर्छ, अनि नुन हाल्नुहोस्। अनि अर्कोपट्टि के अरे अर्को भाँडामा चाहिँ एकपट्टि त्यो अलिकति चामलको पिठो झोल बनाएर होइन घोलेर अनि झोल हाल्नको लागि उमाल्नुहोस्। मजाले उमाल्नुहोस् चलाउँदै, फेरि ढिका पर्छ है नचलाएपछि। अनि त्यसपछि हालिदिनुहोस् पाकेको सागमा। त्यो जुन साग पकाइराखेको हुन्छ नि त्यसमा हालिदिएपछि मजाले, ल त्यो हालिदिएपछि मजाले उम्लिन्छ होइन, भक्क भक्क। ल हेर्नुहोस् त, ल हेर्नु कसो मजाले उम्लिरहेछ। अनि त्यसपछि अलिकति तपाईँले तेल हाल्नु पर्दैन, अगाडि त हामी तेल हालेको हुँदैन, पछिबाट ल हेर्नु जिरा र तेल। आहा, ल हेर्नुहोस् त यो साग कलर हेर्नुहोस् कति मिठो भएको। ल हेर्नुहोस् त, ल हेर्नुहोस्। मन नपर्ने साथीहरू पनि यसरी पकाएर खानुहोस् है, मुखै रसाउनु। ल एक थाल भात तपाईँलाई केही अचार पनि चाहिँदैन, तरकारी चाहिँदैन, दाल चाहिँदैन, यति मिठो हुन्छ कि साथीहरू। आहा, कुरै नगर्नुहोस्, एकदम मिठो के। ल हेर्नुहोस्, यसरी पकाएर खाएर तपाईँहरू ट्राई गर्नुहोस्। मेरो भिडियोलाई च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु है साथीहरू। सबैजना मिलेर भिडियो हेरिदिनुहोस्। ल यसरी पकाएर खानुहोस् तपाईँहरू पनि। एक थाल भात गम गम खान सक्नुहुन्छ। ल हेर्नुहोस् त, भक भक उम्लेको। हजुरहरू पनि यसरी नै पकाएर खानुहोस् है साथीहरू, सबैजना मिलेर। ल ल ल हेर्नु त, आहा कलर हेर्नुहोस्, मुखै रसाउने। आहा ल।